झापाको जनतालाई चाहिँ विशेष गरी के भन्नुहुन्छ? झापाको जनताहरू सबै सचेत भइसकेका छन्। हेलो एक्सक्युज मी, हजुरको यसपालिको भोट चाहिँ केमा? मेरो यसपालिको भोट चाहिँ घन्टीमा हुन्छ। घन्टीमा, ओके। बोक्ने मात्र घन्टी हो कि होइन, हामी भोट पनि घन्टीलाई नै दिने हो। पुरानो पार्टीहरूलाई हेरिसक्यो हामीले। ओके। अब चाहिँ हाम्रो भोट भनेको चाहिँ नयाँ पार्टीको लागि हुन्छ, त्यसैले म भोट चाहिँ घन्टीलाई दिँदैछु। ओके, यो भन्दै गर्दाखेरि घन्टीले जित्ला त? घन्टीले अवश्य नै जित्छ। घन्टीले सबैतिरबाट जित्छ। सबै नागरिकहरू अब सचेत भइसके। पुरानाहरूलाई अब केही पनि काम विकास गरेको छैन, त्यसैले सबै हामी घन्टीमै भोट दिने। ओके, हजुरले यो भन्दै गर्दाखेरि केपी बाले जहाँ भनेको बालेनलाई हराउने एउटा सम्भावना धेरै छ भन्दै हुनुहुन्छ। झापाको जनतालाई चाहिँ विशेष गरी के भन्नुहुन्छ? झापाको जनताहरू सबै सचेत भइसकेका छन्। अब केपीलाई दिनुहुन्न, किनकि यत्रा जनजी युवाहरूलाई पनि जेनजीहरूलाई पनि गोली हानेर मारेको छ। त्यसै कारणले सबैजनाको भोट अब घन्टीलाई नै हुन्छ। सबैजना परिवर्तन चाहन्छन्। सबै नागरिकहरू सबैजना चेतना भइसकेका छन्। अब राम्रो मात्रै मान्छे छान्छन्। हामी पुरानो मान्छेहरू कसैलाई पनि झापाको जनताले सायद नछान्नन्। हाम्रो भिडियो हेर्दै गर्दा उहाँलाई चाहिँ सजेस्ट चाहिँ के गर्नुहुन्छ घन्टीको लागि चाहिँ? घन्टीको लागि चाहिँ सबैजनाले अब यसपालि चाहिँ नयाँ हो उहाँहरू, त्यसैले सबैजनाले उहाँहरूलाई नै दिनुपर्छ। सबैजना सबै क्षेत्रबाट जित्नुभयो भने चाहिँ उहाँहरूको बहुमत भयो भने सरकारमा गएर केही गर्न सक्नुहुन्छ, त्यही नै हो। ओके, र एउटा वोट चुपचाप घन्टी छाप। चुपचाप घन्टीमा छाप। ल, यसपालि साँच्चीकै देशलाई भनेको परिवर्तन चाहिएको छ। हामी यसरी रहरले भन्दा पनि एउटा जनचेतनामूलक भिडियो बनाएको छौँ ताकि देशलाई एउटा परिवर्तनको जरुरत छ र परिवर्तन सबै मिलेर भनेको लिन जरुरत छ। घन्टीलाई भनेको भोट हाल्न कहीँबाट पनि नडराउनुहोस्। आफ्नो क्षेत्रबाट भनेको घन्टीलाई भनेको मजाले भोट हालेर बहुमतको साथ विजय बनाउनु होला। थ्याङ्क यू सो मच।